समय बिस्तारै बितिरहेको छ, तर म भने सपनातिर बिस्तारै अघि बढिरहेको छु। आज मेरो 90 दिन च्यालेन्जको डे 15 हो। 15 दिन भयो। हरेक दिन आफ्नो सानो सानो मोमेन्ट्स क्यामेरामा कैद गरिरहेको छु। सबै दिन पर्फेक्ट हुँदैनन्। कहिले थकाइ हुन्छ, कहिले मन शान्त हुँदैन, तर पनि अर्को दिन फेरि उठेर काम गरिन्छ। सायद मेरो यो जर्नी अहिले ठुलो देखिँदैन, तर मलाई विश्वास छ यो साना साना कदमहरूले नै एक दिन ठुलो परिवर्तन ल्याउने छन्। आज पनि धेरै कुरा भन्नु छैन, बस आफ्नो पेसमा अघि बढ्दैछु। डे 15 कम्प्लिट भयो, अझै 75 दिन बाँकी छ। यो त बस एउटा सुरुवात हो, अझै लामो यात्रा बाँकी छ। यदि हजुरहरूलाई यस्तै मिनी भ्लगहरू मनपर्छ भने मलाई फलो गर्न नबिर्सिनु होला। अनि हजुरहरूले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट सेक्सनमा भन्न नबिर्सिनु होला। भोलि फेरि भेट्नेछु डे 16 मा। आई होप हजुरहरूलाई मेरो भिडियो मन परिरहेको छ। थ्याङ्क यू सो मच फर वाचिङ।